सुन, चाँदी अथवा डायमन्ड किन्ने सोचमा हुनुहुन्छ? बजेट 2083 ले ट्याक्स स्ट्रक्चरमा ठूलो चेन्ज गरेको छ। तर यो चेन्ज एक्ज्याक्टली कसरी अप्लाई हुन्छ त? लेट्स ब्रेक इट डाउन। पहिला गोल्डमा 2% लग्जरी ट्याक्स लाग्थ्यो, डायमन्डमा 13% भ्याट लाग्थ्यो, तर सिल्भरमा चाहिँ यस्तो लग्जरी ट्याक्स र भ्याट लाग्दैनथ्यो। अब बजेट 2083 ले गोल्डमा लाग्ने 2% लग्जरी ट्याक्स रिमुभ गरेको छ र डायमन्डमा लाग्ने 13% भ्याट पनि रिमुभ गरेको छ। तर गभर्मेन्टले नयाँ चार्ज इन्ट्रोड्युस गरेको छ, सिप प्रबन्धक शुल्क, जुन 0.5% को रेटमा गोल्ड र सिल्भर दुवैमा लाग्छ। इम्पोर्टेन्ट कुरा के हो भने यो श्रावण 1 2083 बाट मात्र लागू हुन्छ। एउटा अर्को इम्पोर्टेन्ट कुरा, 0.5% सिप प्रबन्धक शुल्क फाइनल कन्ज्युमर सेलमा मात्र एप्लिकेबल हुन्छ, यो बिजनेस टु बिजनेस सेलमा एप्लिकेबल हुँदैन। मतलब सुन चाँदी डाइरेक्ट कस्टमरलाई सेल गर्दाखेरि चाहिँ 0.5% सिप प्रबन्धक शुल्क चार्ज गर्न पाइन्छ, तर एउटा सुन पसलले अर्को सुन पसललाई सुन चाँदी बेच्दाखेरि 0.5% सिप प्रबन्धक शुल्क चार्ज गर्न पाइँदैन। सो बजेट 2083 को यो चेन्जेसले गोल्ड, सिल्भर र डायमन्ड मार्केटमा के कस्तो चेन्जेस ल्याउँछ जस्तो लाग्छ त? कमेन्ट गरेर आफ्नो ओपिनियन सेयर गर्नुहोला।